हेलो गाइज, नमस्ते साथीहरू। हामी आज फेरि यो हुक लगानेको काम गर्दैछौँ। अनि हाम्रो प्रवीण भाइ पौडेलको बगैँचामा, उहाँको बगैँचामा आएर हामीले यो आज यो हुकहरू लगाने अनि यो नोचिङ बेन्डिङ गर्दैछौँ, पिन्चिङ पनि गर्दैछौँ। जहाँ जहाँ जे जरुरत छ त्यो त्यो गर्दैछौँ। अनि बाँकी एउटा कुरा, कसै इच्छुक हुनुहुन्छ भने हामीलाई फ्यामिलीवाला चाहिएको छ है। बगैँचामा 4-5वटा फ्यामिलीवाला चाहिएको छ। मदाङको लागि पनि चाहिएको छ, यहाँको लागि पनि चाहिएको छ, अनि दाङको लागि पनि चाहिएको छ, सोलुखुम्बुको लागि पनि चाहिएको छ। जहाँ जहाँ हजुरलाई यसो इच्छा छ भने आउनु होला। बाँकी हामी प्रवीण भाइसँग कुरा गरौँ। ल सबैलाई नमस्कार। अब बगैँचाको चाहिँ अब आएर दाइले पनि हेर्नुभयो, हामीले अहिले बगैँचा चाहिँ अहिले बनाएको बगैँचा चाहिँ यही हो। कसैलाई बिरुवा चाहिन्छ अब भनौँ न, नेपालमा चाहिँ 111 रियम 9मा हजुर, र जिनेभा सिरिज पनि हामी चाहिन्छ भने चाहिँ हामी प्रोभाइड गर्न सक्छौँ। बगैँचामा चाहिँ यो लेभलको ल हजुरको अब यो भनेको सुगरिफिकेसन सुरु भएको छ। अब यो गुलियो हुन सुरु गरिसकेछ, यो लेभलको स्याउ चाहिँ भइसक्यो। हजुरहरूलाई बिरुवा चाहिएमा यो साउन महिनाभरिमा चाहिँ कन्ट्याक्ट गर्नु। बिरुवा चाहिँ पुसदेखि माघको 15 भित्र चाहिँ हजुरहरूको बगैँचामा पुर्याउने। त्यसपछि चाहिँ अरू हेर्ने जस्तो यो बेन्डिङ गर्ने, नोचिङ गर्ने अरू कुराको लागि चाहिँ हामी सधैँभरि चाहिँ आएर साथ दिन्छौँ। अनि एउटा कुरा अरू उबिन्छ, फेरि हामीले कसैले अगर पैसा दिन्छौँ, हामीले बगैँचा बनाएर दिनुहोस् भने पनि त्यो पनि गर्छौँ। हामीले त्यो चाहिँ तयार गरेर दिन्छौँ हामी हजुरहरूको हातमा। बगैँचा 2 वर्ष 3 वर्षमा तयार गरेर दिन्छौँ, जस्तो इच्छा त्यस्तै। ल धन्यवाद। ल धन्यवाद।